सौरा आयो हामी आएर रमाइलो रमाइलो छ जिन्दगीमा रमाइलो पनि गर्नुपर्छ ओके है कहिले कहिले चाहिँ रमाइलो पछि हिँड्नै सकिन्न हैन हो गया कुदा कुदा रेडी हजुर खिचिसक्नु भएको छ आवाज हात्ती ठुलो भन्दा नि साइज त त्यही हो सबै एसियन हात्ती नै हो तर पिरियडको अब जङ्गलमा अलिकति फ्री हुन्छ नि त कस्तो थियो हात्ती कस्तो थियो ठुलो मात्र यिनीहरू चाहिँ जङ्गल जाने हो केही पनि फेरि राइनो पनि हो क्या दामी है आउन त आउँदैन नि आउँदैन गैँडा आइहाल्यो भने पनि छ गैँडासँग त डर हुँदैन मेन भनेको बाघहरू हो देख्यो कुन इमर्जेन्सीमा हर्न गर्छ नत्र हर्न गर्न पनि पाएन त्यहाँबाट राम्रो देखियो स्काई देखिरहेछ फोटो लिन ल अलि अगाडि जानु मामा फोटोकपी लिएर आउला नि हान्नलाई हो हामीले देखेनौ ल भयो ल यहीँ पानीकै खाँदा बिरामी हुन्न है यिनीहरू नेचरले ए जाम कस्तो फोल्ड गरेर आँखा फेरि सानो के है हात्तीले चाहिँ आशीर्वाद दिएको राम्रो थियो कस्तो भइरहेछ त यहाँ जङ्गल सफारी हात्तीले आशीर्वाद बाघ चाहिँ देखिएन आज लियोपार्ड चाहिँ आठजनाले देख्यो अरे अरू कसैले पनि देखेन लाइदेऊ तिमी एकछिन बस हात चाप्ला आफै छोड्दिन आफै लाउँछ हात चाप्छ आफै छोड्दिन जानु यस्तामा बस्दा कता कुन्दिन यस्तामा बस्दा डर लाग्ने कि बस्नु पर्यो धेरै गर्ने कस्तो होला कि दिनुहोस् सुख होस् आँटी चाहेको गाडी पुरा होस् शरीरमाथि ऐसाको भावना नराख्नु रक्षा गरून् दसैँ भयो आज सबैले एकैवटा लाउँदाखेरि भनिरहनु पर्दाखेरि मनले विश्व चाहिँ हो कि शान्ति
नानीको काम पुरा होस् के आँटेका छौ आजको बच्चा भारी म अब बुढी भइसकेँ होइन भन्नु पर्यो नि चाँडो पाऊ भनेको के भनेको त चाँडो पाऊ भनेको यस्तै भाग्यमानी रहिराख्नु ज्ञानी छौ तिम्रो लक्ष्य एकदम पुरा होस् जे चाहना एकदम पुरा होस् अलि यताबाट भाइ एकचोटमा पनि लाउँछु ज्ञानी छौ नचिच्चा हो चिच्चाको कारणले घरिघरि पिटाइ भेट्छौ त्यो भेट्न नपरोस् एकदम त्यही अनुसारको कन्फिडेन्स बिल्डअप गर्दै जाने पढाइ पनि राम्रो बनाउने सङ्गीत पनि राम्रो बनाउन जान्ने लाउनु पर्छ भोलि लाउने हो के अरे छोड्दै भयो जे भयो नि आजको दिनलाई जे भयो नि छोड्दै नरो है पैसा निकाल्छ पैसा जति त्यो निकाल्नु त ल यो पेस्ट खोल्नु त यता पठाइ लाने त त्यहाँ छाया यता थाहा गुड छौ चित्त मामा घरलाई जान्छन् पढ्छिन् धेरै तिमी फर्स्ट भइसौ फर्स्ट कन्टिन्यू गर्दै हुँदै जाऊ भगवानले रक्षा गर्नु रोग नलाग्नु ज्ञानी भइराख्नु है गुड गर्ल धेरै चिज सिकाइरहेको छ बदलिँदो समयमा त्यही अनुसार आफूलाई एउटा शक्ति मिलोस् त्यही एजुकेसीमा है नयाँ परिवेश नयाँ ठाउँ सबैलाई सम्हाल्ने गरेको नेतृत्व गर्ने क्षमता प्राप्त होस् भगवान्ले पनि शक्ति प्रदान गरून् साथ सधैँ रहेर होस् सानातिना असमझदारीहरू हटाएर अगाडि बढ्नुपर्छ अझै राम्रो सुन्दर भविष्य बनाउनुपर्छ शुभकामना गर्ने हो अहिले राम्रो जमारा मिलाएर गरिदिनु न ट्याक्क राखेर बाहिर माथिमा टिकटकको मरेर छ कि सटक्क लगाएको धेरै होइन अलिकति तपाईँले है उहरू लगाइदिने होला नि दाइले भाउजूलाई लाउने होला मातालाई लाउने होला अनि राम्रो लाग्यो नि पहिला वाउले सक्नु अब तिमीहरूको फोटो खिच्ने काम आशीर्वाद देऊ अलि भन्नुहोस् अलि चिच्चा र दाइ हामी एकदम पर्खाइमा आशीर्वादको खै भन्नु भन्नु भने सुनेनम धेरै मुख तलाउने भनेर कल काट्नु भन्नु धारे विज्ञानी विदुरे दुईटा खिचा राम्रो खिचा प्राप्ति हुन्छ हामीले धर्म गर्ने तर फलको आश नगर्ने धर्म गरियो भने हामी कुनै ठाउँमा गएर बोल्न सकिन्छ धर्मले हामीलाई सफलता दिन्छ र हामीले धर्म डेली गर्नुपर्छ भन्ने कार्य छ अनि अब म 13 वर्षको भए म कक्षा 8 मा पढ्छु म हेटौडा 8 एचआइडीमा बस्छु मलाई फुटबल खेल्न क्रिकेट खेल्न र पढ्न मनपर्छ थ्याङ्क यू हो म कक्षा 6 मा अध्ययन गर्छु म 12 वर्षको भए म सानो खुसी काठमाडौँमा बस्छु मेरो हबिज चाहिँ ड्रइङ र डान्सिङ हो मेरो स्कुलको नाम बेलमोर इन्टरनेसनल स्कुल हो
धन्यवाद। नमस्कार, मेरो नाम मुना, म कक्षा 4मा पढ्छु र ज्ञानदीप शिक्षा निकेतनमा हो। के गर्न मनपर्छ? मलाई गीत गाउन र नाच्न मनपर्छ। ल अलि बुझिएन है, अलि चल्को। अरू के मनपर्छ भन? कमर हल्लाई हल्लाई नाच्देऊ न। बुवा हो चाहिँ हुनुभए पनि हजुर चाहिँ अग्लो हुनुभएको है कसरी भयो तिमी खेल्छौ खेल्दिनौ
र